बुढी विदेशमा हो, तेरो बुढी विदेशमा हो, अनि तिमीसँग हिँड्ने च्याखुरीको अनि तिमीसँग हिँड्ने च्याखुरीको। ओइ, भिडियो सुरु भइसकेछ, जा आफ्नो ठाउँमा बस। सागरे, त एनपीएल हेर्दैछस्? हेर्दैछु नि मुला। एनपीएल नहेरेर के हेर्नु? अनि कुन टिमलाई सपोर्ट गरिरहेछस् त? म त सुदूरपश्चिमलाई हो नि। गफ नदे। अस्तिसम्म चाहिँ इस्ट अर वेस्ट, लुम्बिनी लायन्स इज बेस्ट भनिरहेथिस्, अनि अहिले चाहिँ सुदूरपश्चिम। थैट, त्यो त मैले जिस्केर पो भनेको त। म त सुरुदेखि नै सुदूरपश्चिमको सपोर्टर हो नि। हो र? अनि अस्ति ट्युब ग्राउन्डमा लुम्बिनी लायन्सको जर्सी लाएर म त ढले 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 भन्दै नाच्ने चाहिँ को हो नि? तँलाई कसरी थाहा भयो? त पनि थिस् र त्यहाँ? मलाई त टिकटको पैसा छैन भने होइन? खाने मुखलाई जुङ्गाले छेक्छ। ग्राउन्डमा छिर्न पो पैसा लाग्छ त, रुखमा चढ्न त लाग्दैन नि। त्यो रुखमाथि चढ्ने त पो हो। तेरो फोटो त भाइरल भएको थियो त सोशल मिडियामा। यस बेबी, आई एम द वान। तँलाई डर लागेन त्यति माथि चढ्नु? त्यो दिन यसले माउन्टेन ड्यू पिएको थियो होला नि त। तेरो बाउले दिन्छ माउन्टेन ड्यू? ओइ, मेरो बाउको बारेमा एक शब्द नबोल है, राम्रो हुँदैन नि फेरि। ल ल, 2 शब्द बोल्छु नि त। तेरो बाउ। तँलाई त म ओइ नरिसा न यार, कति छिटो रिसाउँछस् हौ। त्यो जिस्किरहेछ के तसँग? नरिसाएर के गरोस् त? बिचराको लुम्बिनी लायन्स लुम्बिनी म्याउ भइहाल्यो। लुम्बिनी लायन्स आउट भइसक्यो? ल, थाहा छैन तँलाई? अस्ति नै आउट भएर पनि अहिले त आगो ताप्दै बसिरहेछ।